एमाले छाडेकाहरूलाई ओलीको अपिल, पार्टी पुनर्गठन र पुनर्जागरणको कार्यान्वयन अघि बढाइनेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठन र पुनर्जागरण ल्याइने भन्दै निराशा र पलायनको बाटो नरोज्न आग्रह गरेका छन्। पार्टी छोडेकाहरूलाई सम्बोधन गर्दै ओलीले अन्तर पार्टी निर्देशन मार्फत इतिहासका विभिन्न कालखण्डमा गम्भीरभन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित भएको विगत सम्झाएका छन्। निर्वाचनमा बेहोर्नु परेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ। यस प्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टी पङ्क्तिमा आशाको संरचना जागृत गर्नु आवश्यक छ। पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइनेछ। पार्टी सदस्यता नवीकरणको प्रक्रियाबाट नै त्यो काम अघि बढाइनेछ। जतिसुकै गम्भीर समस्या भए पनि त्यसको सामना सम्भव भएको, चुनौती जतिसुकै जटिल भए पनि त्यसको पनि सामना गर्न सकिन्छ। इतिहासका विभिन्न कालखण्डमा गम्भीरभन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित गरिएको हो भन्ने सत्यलाई मनन गरेर पार्टीको काममा सक्रियका साथ जुट्न म सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु, उनले भनेका छन्। यति बेला पार्टी र आन्दोलन सामु गम्भीर चुनौती खडा भएको उनको विश्लेषण छ। लामो बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको नेपालको संविधान नै सङ्कटमा रहेको चित्रण गरेका छन्। लोकतान्त्रिक गणतन्त्रको भविष्य सङ्कटमा रहेको उनले दाबी व्यक्त गरेका छन्। सङ्घीय लोकतन्त्रको हुर्मत लिने काम वर्तमान सरकारबाट भइरहेको उनको ठम्ब्याइ छ। नयाँ र पुरानाको नाममा लोकतान्त्रिकका लागि लामो सङ्घर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी भएको भू राजनीतिक द्वन्द्वमा नेपालीको भूमिलाई दुरुपयोग गर्न चाहने स्वार्थी तत्त्वहरूको चलखेल बढेको छ। नवगठित सरकारमा काम र क्रियाकलापहरूले नेपालीको भौगोलिक अखण्डता नै सङ्कटमा पर्ने हो कि भन्ने गम्भीर आशंका पैदा भएको छ, ओलीले भने। अपमानी मार्फत विश्लेषण गरेका छन्। यस्तो अवस्थामा पार्टी आन्दोलनको मात्र होइन, लोकतान्त्रिक भविष्यको सुनिश्चितका लागि संविधानको रक्षा गर्ने अभिभारा समेत रहेको पार्टी सामु उनले बताएका छन्।